मौकाले तपाईँको ढोका अवश्य ढकढकाउनेछ, तर पहिला ढोका त बनाउनुहोस्। ओम नमो भगवते रुद्राय। वेलकम टु माई 90 डे विन्टर च्यालेन्ज। आज छौँ हामी डे 67 मा। माघ 1 गते अथवा मकर संक्रान्तिको हजुरहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र अहिले छौँ हामी बिहानको 5 बजेको जुम्बा क्लासमा। हेल्थ इज वेल्थ, सो हाम्रो फर्स्ट प्रायोरिटी चाहिँ जहिले पनि हेल्थलाई नै छ। जित्नुभन्दा ठुलो कुरो हिम्मत नहार्नु, त्यसैले लड, सङ्घर्ष गर, मेहनत गर, तर फलको आश नगर। लाइफ 0% देखि 100% एकदमै क्विक पुग्न सक्छ, तर तिमीले आफूलाई तयारी अवस्थामा चाहिँ राख्नु पर्यो। ठुलो हुँदा तिमीले कोही सानो मान्छे देख्यौ भने ओहो बचपन त कति रमाइलो, थाहै नपाइ सकियो भन्छौ होला। तिमीले थाहा नै नपाए तिम्रो बचपन त सकियो, तर अहिले जवान छौ। कुनै दिन बुढो भएर कोही जवान मान्छेलाई देखेर फेरि ओहो जवानी त कति छिटो बितेछ भनेर पस्ताउँछौ कि अहिले आफ्नो जवानीको सही सदुपयोग गरेर आफूलाई राइट वेमा राखेर आफूले देखेको सपना पुरा गर्छौ। मेरो साथी, तिम्रो प्राइम टाइमलाई वेस्ट नगर। जे तिमीले गुमाइसक्यौ अब त्यो त फर्केर आउँदैन। आफूसँग भएको टाइमलाई अन्नेसरी ठाउँमा खर्चेर आफ्नो लाइफलाई चाहिँ बर्बाद नगर है। अहिले जे कुराको लागि तिमीसँग टाइम छैन, पछि त्यही कुराको लागि टाइम नछुट्टै नहुने हुन सक्छ। त्यही भएर सबै कुरालाई ब्यालेन्स गरेर अगाडि बढ। टाइम वेस्ट चाहिँ नगर। समथिङ इज बेटर देन नथिङ। डे 67 पनि सकियो। भोलि डे 68 मा फेरि भेटौँला। हस्त। ओम नमो भगवते रुद्राय।